कथा बोप्पू प्रेमिका, लेखक सुधीर कुमार सुमन। अस्तिसम्म कति गजल कथा पोस्ट गर्छस् यार, तेरो कथा र गजल पढ्दा पढ्दा वाक्क लागिसक्यो भनेर म्यासेज गर्ने गर्थ्यो। आज कता कताबाट बाटैमा भेट भयो। ओहो कथाकार, कता हिँडिस्? उसले व्यङ्ग्यात्मक शैलीमा सोध्यो। हे तपाईँ नजिस्कान यार, कहिलेकाहीँ यसो मनको सन्तोक नहोस् साहित्य भनेको त, मैले मुसुक्क हाँस्दै जवाफ फर्काएँ। ल हिँड, चिया खाँदै गफ गरौँला, उसले चिया अफर गर्यो। दुवैजना चिया खान रेस्टुराँतिर लागियो। उसले फेरि उही कुरा निकाल्यो। साँच्चै आजकल तेरो कथा पढेर मलाई पनि कथामा चाख लाग्न थालेको छ यार। आफ्नै भोगाई जसरी लेख्छस्, उसले फुरुक्क पार्ने गरी भन्यो। होइन, तैँले कथा पनि पढ्छस् र भने। मैले पनि पुरानो कुरा सम्झाउँदै उसलाई गोचेर भने। नजिस्किनु, साँच्चै हो भने बरु अब यसो आफ्नो कथा पनि लेख्ने गर, पछि अटोबायोग्राफी निकाल्नुपर्छ। हाइट, के कथा छ र हो मेरो जीवनमा? के को कथा लेख्नु? मैले जवाफ फर्काएँ। कथा त खोज्ने हो नि यार, फेरि त्यो कलेज लाइफमा थिए त ब्ल्याक ब्युटी गर्लफ्रेन्ड, त्यसैलाई पात्र बन न। आफैले भोगेको कुराहरू लेख्न पाउँदा अलि जीवन्त पनि लाग्दो। काल्पनिक कथा मात्र कति लेख्छस्? हे के कुरा गरेको होला यो पनि? अब यो बुढेसकालमा आएर कता त्यो तन्नेरी हुँदाको प्रेमिका सम्झेर कथा लेख्नु यार। अब त ती यादहरू पनि मेटाइसके दिल र दिमागबाट, मैले अल्छी मानेको जसरी जवाफ फर्काएँ। साँच्चै कता होली है त्यो काली? कस्ती भयो होली? नाति नातिनाको धनी भइसकियो होली। जे होस्, तिमीहरूको जोडी कलेज लाइफमा सबैले रिस गर्ने जोडी थियो यार। कति त जलेर खरानी नै भयो होला। ऊ मलाई विगत सम्झाउन हर तरहको कोसिस गर्दै थियो। सकेसम्म ऊबाट छुटिनु नै राम्रो जस्तो ठानेर साथीसँग बिदा मागे र घरतिर लागे। बाटोमा जति बोल्न खोजे पनि त्यही साथीले सम्झाइदिएको कालीको याद आएको भयो। एक मनले त बोलिसकेको विगत किन कोट्याउनु व्यर्थै मनलाई सकस मात्र जस्तो नलागेको पनि होइन, तर पनि त्यो कालीको अनुहार मात्र दिमागमा घुमेको जस्तो भयो। भन्थे नि, 1000पल्ट बोल्न खोज्दा लाखपल्ट सम्झन्छ अरे। साँच्चीकै त्यस्तै महसुस हुन थाले मलाई। हुनु पनि खुब राम्री थिए मेरी काली। गुराँस जस्ता आँखा, रेशमी कपाल, गुलाबको पत्र जस्ता ओठ, हिमाल जस्ता दन्तलहर। मलाई मात्र होइन, सारा कलेजलाई मोहित पार्ने जस्तो थियो। मसँग ल पढ्दा पढ्दै पनि 5-7 जना केटाले पत्र पठाइसकेका थिए उसलाई। केटाहरूले पठाएको पत्र हेरेर खुब हाँस्ने गर्थ्यौँ हामी। बिहान कलेज सुरु भएबाट बेलुकासम्म हामी सँगै हुन्थ्यौँ। क्लासमा पनि सरले पढाएको बेलामा मौसँग जिस्किरहन्थे। कति चलेको तोर्पे, खुरुखुरु पढ्न भनेर आफूले टाउकोमा हान्ने गर्थे। म पनि कहिले सुध्रिनै नाम लिन्थिनँ। म सधैँ फेल हुने गर्थेँ। ऊ टपर थिए क्लासको। सबै कुरामा निपुण थिए मेरी काली। मलाई माया पनि खुब गर्थे। नोट बनाउन, प्र्याक्टिकल सिट बनाउन मैले कहिले कलम झल्न परेन। मेरो सबै काम उसैले गरिदिन्थे। मेरो कलेज जाने ध्येय कालीलाई भेट्नु हुन्थ्यो। पढाइ त बालै होइन नि भन्थे बेला बेलामा कालीले गाली गर्दा। म फेल भएर के भयो त, त सधैँ छस् नि, इन्जिनियर पालिहाल्छस् नि भनेर जिस्काउँथे। त्यसो भन्दा ऊ फनक्क फन्केर बाटो लाग्थे। दिनभरि फकाउन शास्ति खेप्नु पर्थ्यो। उसो त कालीसँग झगडा पर्दा पनि आनन्द लाग्थ्यो मलाई। उसलाई जिस्काउँदा अपार आनन्द आउँथ्यो मनमा। कति झगडा गर्छस् है मसँग? बेला बेला ऊ गुनासो सुनाउँथे। नटोसित आगो पनि बल्दैन रे यार। त्यही माथि बुढाबुढीको झगडा परालको आगो भन्दै नाक चिमोटिदिन्थे। ऊ मक्ख पर्थे। यस्तो धेरै माया नगर है काली, पछि केही तलमाथि परेर छुट्नु पर्यो भने गाह्रो हुन्छ नि फेरि। मैले एक दिन ठट्टै ठट्टामा भनेको थिएँ। के रे, छुट्टिने रे? बरु पानी बग्न छोड्ला, हावा बहन छोड्ला, आकाश र ताराको सम्बन्ध टुट्ला, म तँलाई कहिले मबाट टाढा हुन दिने छैन बुझिस्? ऊ मेरो छातीमा मुन्टो राखेर
बडो भावुक भएकी थियो त्यो दिन। छुट्टिने कल्पनाले म पनि बडो दुखी हुने गर्थेँ। कालीको त झन् कमलो मन कस्तो हुँदो। रातिमा कालीको आवाज नसुने निन्द्रा नलाग्ने अर्को रोग थपिएको थियो। कालीलाई पनि निन्द्रा लाग्दैन थियो अरे भन्थे। बेलुका कालीको हलो सुन्नको लागि 1 रुपैयाँ हुँदा पनि फोन घुमाउँथे। त्यही 1 रुपैयाँमा करिब 1 मिनट गफ गर्दा पनि संसारको सबैभन्दा धेरै खुसी भेटिएको जस्तो महसुस हुन्थ्यो। हुन त मैले भन्दा धेरै फोन कालीले गर्ने गर्थे। कुनै बेला दुवैको मोबाइलमा ब्यालेन्स नहुँदा होस्टलको साथीको मोबाइलबाट गुड नाइट भन्नको लागि पनि फोन गर्ने गर्थे। हरेक शनिबार घुम्न जान्थ्यौँ। कहिले पशुपति माथिको जङ्गल, कहिले गोदावरी, कहिले स्वयम्भूको डाँडा। हरेक मन्दिरहरूमा आँखा चिम्म गरेर के मागेको जस्तो गर्थे। मलाई पनि उसले जे जे गर्यो त्यही गर भनेर अराउँथे। म त कम्युनिस्ट नास्तिकको मान्छे भनेर हावामा उडाइदिन्थे। हेर तोर्पे, तैँले भगवानलाई हेला गरेको कारणले हाम्रो विरति छुट्यो भने म तँलाई जिउँदो छोड्दिनँ, बुझिस्? एक दिन यसो भन्दा उसले नराम्रोसँग धम्काएकी थिए मलाई। म त अहिले पनि मृत नै त छु नि यार। मेरो हातमा त भित्र छ। यो शरीर त केवल रोबोट जस्तै भएको छ। मैले उत्तर फर्काएको थिएँ उसलाई। बाटोमा कालीको बारेमा सोच्दा सोच्दा कति बेला घर आइपुगेछ पत्तै भएन। छोरा बुहारी अस्ट्रेलियावासी भएपछि घरमा हामी श्रीमान श्रीमती र नाति मात्र थियौँ। नाति पनि लैजान्छु भन्दै थिए। मेरै कर्कापले छोडेर गएका थिए। घरभित्र पस्दा पनि कालीको सम्झनाले छोडेको थिएन मलाई। एक मन त त्यो कालीको याद दिलाइदिने साथी सम्झेर खुब रिस उठेको थियो मलाई। अर्को मन कथा लेखिदिएकै क्या हो कालीसँगको विरति भन्ने पनि सोचिरहेको थिएँ। कल्पनामा पो हराउन थालिएछ। कालीको यादले आक्रान्त पारेछ। यो बुढेसकालमा तन्नेरी हुँदाको दिन सम्झदा पनि मन पनि आनन्ददायक हुँदो रहेछ कता कता। बेलुका खाना खाएर श्रीमती र नाति सुत्न हिँडे। म चाहिँ साँच्चीकै हाम्रो प्रेम कहानी अक्षरले लेख्न तम्सिएँ। कल्पना गरे जस्तो सजिलो नहुँदो रहेछ आफ्नै कहानी लेख्दा। कहिलेकाहीँ मन खुसी हुन्थ्यो, कहिले दुखी हुन्थ्यो। कुनै सम्झेको जति क्षण टिपेर बनाएँ। भोलिपल्ट फुलबुट्टा भरेर कथा बनाउनु पर्ला यहीँ सोचेर डायरी बैठक कठामा नै छोडेर म पनि सुत्नतर्फ लागेँ। राति धेरै बेरसम्म बसेको हुनाले होला बिहान 8 बजेतिर मात्र निन्द्रा खुल्यो। आँखा मेच्दै बाहिर निस्केँ। नाति केटो त चिरच्याट्ट परेर बसेको रहेछ। होइन केटा, कताको साइत हो? आज बिदा छ कि क्या हो? कता जान लागिस् एका बिहानै? त्यो बालकलाई मैले एकैचोटि धेरै प्रश्न सोधेँ। हजुरआमाले भन्नुभएको अब हामी हजुरआमाको माइतमा गएर बस्ने अरे। हजुर मात्र यो घरमा बस्ने अरे। अब स्कुल पनि उतै भर्ना गरिदिने अरे। नातिले एकै सासमा सबै कुरा बतायो। मैले सरसर्ती बैठक कोठामा आँखा टुलाएँ। मेरो हिजोको डायरी टेबलमा थिएन। खोइ त तेरो हजुरआमा? मेरो मुखबाट एकैचोटि प्रश्न फुस्कियो। हजुरआमा त कोठामा कपडा लगाउन जानुभएको छ। उत्तर सकिन नपाउँदै कोठामा छिरिसकेको थिएँ। भित्र मेरी गोरी कालीको कहानी पढेर सुकसुकाउँदै थिइन्।